सबैमा अभिवादन छ र म तपाईहरु समक्षमा बेला बेला मेरै कविताहरु पनि लिएर म उपस्थित हुन गइरहेको छु र तपाईहरुले अघिल्ला कविताहरु तपाईहरुले राम्रोसँग सुनिदिनु भयो, प्रतिक्रिया दिनुभयो। त्यसले मलाई अझ ऊर्जा मिलेको छ र आज फेरि म यसै सिलसिलामा म तपाईहरुलाई सामाजिक सञ्जाल अन्तर्गत विविध विषयहरु लिएर आउने गर्छु र आज म मेरै कविता एउटा धेरै वर्ष अगाडि लेखेको कविता, जब यहाँनिर गोर्खाल्यान्डको आन्दोलन, पहिलो आन्दोलन 86 को आन्दोलन शेष भए पछाडि त्यो 86 आन्दोलनको एकजना नायक नै थिए छत्री सुब्बा, जो त्यो आन्दोलन जब समय भएपछि चुक्ति भएपछि फेरि छत्रीले जुन एउटा उग्र रूप लिए र उनलाई पक्रियो र त्यहाँदेखि उनी जेलबन्दी भए धेरै वर्ष। र त्यो समयमा म एउटा विद्यार्थी थिएँ, कलेजको विद्यार्थी, र त्यतिबेर मैले जुन मेरो भावनामा कविता लेखेँ त्यो मेरो कलियुगमा मेरो देश भन्ने कविता सङ्ग्रहमा सङ्ग्रहित थियो र अहिले म त्यो कविता उनलाई नै समर्पित गर्दै, छत्री दाइलाई नै समर्पित गर्दै म यो कविता यहाँनिर पठन गर्न गइरहेछु। र यो छत्री एउटा सिम्बोलिक हो, पहाडमा हामी सबै जला लाग्छ, जो हामी सम्बन्धित छौँ सबैलाई नै एउटा मैले प्रतीकात्मक रूपमा कवितामा मैले लक्षित गरेको छु। र मेरो कविता कस्तो छ सुन्नुहोस् है। छत्रेहरूलाई, कविताको शीर्षक छ छत्रेहरूलाई। बोल्न नसक्ने भइसकेका ओठहरू, चल्न नसकेका भइसकेका पाइलाहरू, उठाउन गाह्रो भइसकेका हातहरू, भित्रै कतै बाफिँदैछन् भने, बचाइको अर्थ कतै खोज्दैछन् भने, अब मनका आगोका लपकाहरू चिसा बोराहरूले निभाउन छाडिदेऊ। हिमाल त चिसै हुन्छ बाह्रै मास, हिमाल त चिसै हुन्छ बाह्रै मास, त्यसमा पनि ज्वाला भरिदेऊ। चोक पसल र बाटातिर सुनिन्छ बिउजेका कुराहरू, चोक पसल र बाटातिर सुनिन्छ बिउजेका कुराहरू, कतै अधिकार हनन, कतै मानव अधिकार दमन, कतै प्रजातन्त्र कुल्चिएका कुराहरू। तर पाइला अघि बढ्छ त्यो घर झोपडीसम्म, जहाँ कक्रिँदै सिन्चेलको लेक झैँ सुकिँदैछ। जलपाईका जेलमा छत्रीहरू होइन, पहाडको मानवता मर्दैछ। कस्ता कस्ता दोषीले न्याय पाउँदा, हाम्राहरूको सुनाइ नहुँदा, हाम्रो मानव अधिकार हुँदैछ। सिङ्गो गोर्खाले न्याय माग्दैछ। र यसरी मैले एउटा छोटो कविता छत्रीहरूलाई भनेर लेखेको थिएँ र यो कविता तपाईहरुलाई आज मैले साझा गरेँ र कस्तो लाग्यो तपाईहरुको प्रतिक्रियाको म प्रतीक्षामा छु। हवस् त।